त कहाँ गएर आएको भन् त म्यानेजर जस्तो मान्छे त्यहाँ साइन गरेर आएको नि हो के को हाँस्छ फेरि मेरो एउटा साइनको भरमा मान्छेको के हुन्छ त्यहाँ कुरिरहेको थियो साइन हान्नलाई हो नि त एसएलसी फेल भएको सिसा कलम त चलाउँदिनँ मैले चलाउनु जान्नु पर्यो नि त तैँले त अनि यसरी समातेर मार्करले साइन हानिदिन्छु म त आजकल त च्याप्पै हो 5 वटा अमलेट च्याप समात्ने हो अनि दिने हो साला मार्कर के मार्कर यसले माल तान्दैछ गाइज माल तान्दैछ गरिब हौ रे माल तान्दैछ त्यसले माल तानेको परेन साला लास्टमा पानी देखायो गाइज यो त यस्तो फटा थुइयो तेरो जिन्दगी होइन माल ताने भनेको त त्यो गाइज इन्टु त्यसलाई फेल खम न यार यत्रो जना टाइपिङ वेलकम अनि तँलाई किन खस भएर आएको है आज लाइभमा आउँछ नि हो अनि हामी चाहिँ के लाइभमै आउनु नआउने हो र भनेको अघि पनिसमेन्ट गेम खेल्दा हारेर ढुप्पी भएर बसेको मान्छे तपाईँहरूलाई कन्फ्युज भयो होला ऊ चाहिँ मेरो पुरानो साथी जिग्री बाख्रा चराउनदेखिको साथी हो बोका भाग्दो धेरै रुन्थ्यो ऊ फेरि उहिले मकै भडमास भुटेर ल्याउँथ्यो अब सबै कुरा चाहिँ नभनौँ केटाहरू आफै बुझ्नु होला अब बोका बाख्रा हराउँदा भाग्दासम्म तिम्रो गोठालो के गरेर बस्यो होला भन्ने सोच्ने होला हैन हामी त्यो भन्दिन तेरो जिन्दगी के भएको त सबै भनौँ न रे के भने चुरो गाइस यो मेम्बर भन्ने शब्द पनि रहेछ त सबजना एउटा मेम्बर बनाउनु त मेम्बर भनेको फ्यामिली है फ्यामिली बनाउनु पर्छ त्यसको त मेम्बर आइहाल्छ हाम्रो चाहिँ के साह्रो एउटा मेम्बर पनि दिने मान्छे छैन यत्रो जना के साह्रो हो हजुरहरुको मेम्बर कालो भएको छ भने मेम्बर सुरु गर्नुहोस् है थ्यांक यू हो यस्तो मेम्बर देखाउनु न गाइज हाम्रो पनि थ्यांक यू सो मच थ्यांक यू हो तेरो मात्रै देख्छ हाम्रो छैन लु जा तिम्रो त छ मैले देखेको छ मेम्बर हो थ्यांक यू सो मच एभ्रीवन गाइस माथिबाट आउने मेम्बरहरुलाई सबजना फलो गर्ने ट्याप्पा गर्ने फलो गर्ने सबै सिजन त बढ्छ त सबै भनम थोरै सर रे सबै भनौँ थोरै के थोरै यो जहिले पनि आउँछ जहिले पनि जान्छ यो आज यो लाइभमा चाहिँ पहिला चाहिँ जोडिन्थ्यो यो बीचमा यो ठुलो ठालो मान्छेहरु जोड्दैन फेरि आज भोलि फेरि कन्भर्स भइराछ केटा त्यस्तो हैन जिन्दगीमा सबैलाई म बराबरी माया गर्ने मान्छे हो अब साला मेरो पनि पोल खोल्छ होला ओइ खाएर बसेछ नबोल तेरो काम छैन के खानु पोल खोल्छ भन्छ आफै गाइज इन्टु 2 मा पुश गरौँ न गाइज इन्टु 2 मा इन्टु 2 पुश गरौँ न यार इन्टु 2 मा पुश गरौँ न हो कति राम्रो मेरो बुढो वेलकम गाइज इन्टु 2 मा पुश गरौँ न गाइज इन्टु 2 वेलकम छ हजुरलाई आज त छोले छोडेर त्यसको जोइन भएछ त छोले छैन नि त यार गाइज मिस्टर निशान्त दाइले सबजना फलो गर्नु छैन यार मेरा लोटी ब्रदरलाई उहाँको प्राइभेटमा अकाउन्ट छ प्राइभेट खोलेर आउनु होला हामीले फलो गर्दा तपाईलाई फलो देखाउँछ है तपाईलाई मैले गरिसकेको छु तपाईले खोल्ने बित्तिकै तपाईको फलो ब्याक आइसक्यो हुन्छ थ्यांक यू सो मच अनि सबजना माथिबाट आउने फलोहरुलाई टिप्ने फलो गर्ने गर्नु होला जिन्दगीमा केही गर्न सकेन भने फुल टिप्ने गर कि केटा हाम्रो केटाहरु कस्तो छ भने साला फुलकै भारी बोकेर के फुल टिप्ने अनि इनानीहरु फुल भन्छ नि इनानीहरुसँग फुलको भारी हुन्न
गाइस एउटा रोज पनि हानौँ यार हामीलाई भ्ल्याट्टा लाएर कोसँग छ फुल मागिरहेको छ यार हामीसँग फुल छ त्यही पनि हान फुल नभए नि अन्डा हान केटाकेटी हो अन्डा हान फुल नभए नि अन्डा हान तिमी कहाँबाट हो मोबाइलबाट जाँटा त म भन्दा खतरा निस्क्यो त यार गाइस एउटा रोज हान नि यार तिमीहरू के साह्रो हो चुतिया बनेको यार तेरिका यो जत्तिकै चुतिया त नपर्नु के होइन मैले कहाँबाट हो मैले तपाईँ छर्लङ्ग आएर प्रत्यक्ष बोलेको थिएँ त्यही भएर मलाई आफ्नै नजिकको मान्छे जस्तो लागेर बोलिरहेको अहिलेसम्म हो ल धन्यवाद मेरो थोते भाइलाई केही कुरा छ भने तँलाई भन्नुहोस् त पाप लागेर किरै लाग्छ भाइ भन्यो भने एनिवे ओइ भाइ रे अनि भन्नु न के भन्नु भाइ भन्दा अरू सबै भन्नु ओके मेरो दाइ भन्नु अङ्कल भन्नु चिन हराएको मान्छे डबल मान्ने मान्छे नि छैन यार हाम्रो त के साह्रो हो लै साह्रै हेप्ने साथीहरू पत्रै पर्यो हो मेरोमा त आज त के लास्ट गेम है यो लास्ट गेम धेरै दिनपछि धेरै वर्षपछि भेट भयो खुसी लाग्यो याद त आउँदो रहेछ पुरानो साथीहरूलाई मैले त सोचेको 200-400 पैसा लिएर गएपछि त फर्किन्न होला भनेर पैसा चाहिँ कहिले ल्याऊ है माकुरी त आँट्ने आउँदैछ त यार माछाले तेरो 2-4 पैसा लियो भने चाहिँ हेर्नु न ओइ मलाई आमा मैले यत्रो पैसा ल्याएको छैन यसको के छ खबर सम्झिने अब रातभरि निन्द्रा लाग्दैन यसलाई फेरि पुरानो साथीसँग भेटघाट कुराकानी आफ्नो मेम्बर बन्ने प्रक्रिया साथमा दिनुहोस् भने चाहिँ एआईले एआईसम्मले हामीलाई साथ दिइरहेछ मैच्याङ चाहिँ हाम्रो भन्दा पनि मेरो पुरानो साथी भाँडाकुटी खेल्दैदेखिको साथी हो अनि अलि ठुलो भएसीको कुरा गरे भने ऊ बोका त्यो याद छ मलाई बोका हराउँदा ऊ रुन्थ्यो मैले बाख्रा छोडेर बोका खोज्न जान्थेँ त्यहाँ ए भगवानले कस्तो बोलेको भने के बोलेछ रु त्यस्तो हुन्न नै त्यही भन त फेरि त्यही अर्को त्यही प्रश्न फेरि गर त तिमी अब बोका हराउँदा तिमी बोका खोज्न जाने भन्छ है तिम्रो बोका हराउँदा मैले बाख्रा छोडेर बोका खोज्न जान्थेँ म त बाख्रा गोठालो थिएँ नि त तिमीले फेरि नेगेटिभ सोच्छ कि क्या हो यार दिमाग धेरै चलाउनु हुन्न भन्नाले बोका हराएर बोका खोज्नु जाँदा के भयो त तिम्रो के हुन्छ बोका भेटायो बोका भेटायो भन्छ अनि बोका त भेटाएछ नि खोज्न गएपछि यसले त के कुरा फुस्काउने भयो अहिले बना अब लास्ट गेम आइज जान्ला हो म छिटो गर छिटो बन नि त्यसपछि टक्का टुक्का भयो के हो यो टक्का टुक्का भने के हो टक्का टुक्का मिलाउन बुझ्नु न त्यस्तो गोठालाहरूमा बाख्रा चराउने गोठालाहरूमा त्यस्तो हुन्न त्यस्तो टक्का टुक्का भनेको त हँसिया बोक्थ्यो त्यो रुखलाई ठुङ्ने मात्रै हो त्यो पनि त्यो खोल्सातिर गएर हामीलाई त चौरीमा चराउनु पर्थ्यो सबले देख्छ ढुङ्गा एक गेम जिताइदिनु न हेर्नु 7 गेम हानिसक्यो अहिले छि मिरा लो टिप ब्रदर थ्याङ्क यू सो मच एभ्री वान अनि माथिबाट आउने बोलरलाई सबजना टिप्ने गर्नुहोस्
सबलाई फलो ब्याग दिँदैछु है गाइस मैले। जीवन ब्रदर थ्याङ्क यू सो मच। एउटा फुल दिँदा पनि फलो ब्याग दिँदैछु है मैले। पहिला पहिला मुटु दिँदा पनि म यसो नहेरेको जस्तो गर्ने मान्छे, आज त ट्याप ट्याप पनि गर्दैन। त कति बजी छुट्टी हुन्छ है तेरो भोलि? कति बजी छुट्टी हुन्छ जहिले? मेरो त 9:30 बजे। किन? कुरा त सत्य बोल्न त यसलाई कहिले नि आउँदैन नि फेरि साथीहरू, थाहा छ? यसलाई सत्य बोल्न कहिले पनि आउँदैन। ढाडे पनि झुट बोल्दिनँ मैले फेरि। 9 बजे छुट्टी हो, 10 बजेतिर लाइभमा आउँछु। भन न किन? कति बजी छुट्टी हुन्छ भनेको नि तेरो? 6 बजे हो। 9 बजे। नौ बजे छुट्टी हुन्छ, 9:30 बजे रुम आइपुग्छ, 10 बजेदेखि लाइभ। बाहिर हिँड्ने त फुर्सद छैन मसँग। कसले बाहिर हिँड्नु भनेला नि लै? तिम्रो इसारा बुद्ध बोलाउन खोजे होला, म भेट्न आउँदैन। तिमीले मलाई भेट्न बोलाउन खोजे होला, म त्यता पनि आउँदैन। थ्याङ्क यू सो मच। हाम्रो डबल त खोल्यो तर हान्ने मान्छे कोही छैन कि। अहिले त रेन्डममा पनि कोही आउँदैन यार। 80 जस्तो लाइभै चल्दैन मेरो, के भयो? म भेट्न आउँछु। कहाँ हो र तिमी? ओइ त्यतातिर त्यस्तो केटीहरू तिमीहरू कहाँ हो र म भेट्न आउँछु नभने? एक नम्बरको बोका छ नि फेरि, जाला नि आउँछ यो त फेरि। मेरो प्यारो ओखलढुङ्गा एकचोटि मलाई एक गेम जिताइदिनु न। लास्ट गेम हो यो के यो? मेरो ओखलढुङ्गे रमित ढुङ्गाना जस्तो टोपी लगाइदिन्छ या। मेरो प्यारो ओखलढुङ्गा एकचोटि। प्यारो ओखलढुङ्गालाई एकचोटि भन्छ त यार। अरे गयो हाम्रो डबल पनि कोही छैन। थ्याङ्क यू सो मच एभ्रिवान। मेरो प्यारो दाइहरू दिदीहरू, म भेट्न आउँछु, आउनु पर्दैन नानी। कहाँ हो तिम्रो लोकेसन पठाऊ, म त्यहीँ आउँछु। बरु म आफै आउँछु। तिमी आउनु पर्दैन, लोकेसन हाल, म आफै आउँछु। किन दुःख गर्छौ भन न? तिमी किन दुःख गर्नु पर्यो? आफै कुदिहाल्छु। साँच्ची उसलाई भेट्न गए जस्तो ऊ खिट हाँन्छ या। खुल्ला विष्णु मरे के भन्छ यार। सन्डेमा छुट्टी हुँदा त बाहिर निस्किन्न म, अनि निस्किँदैन म। अनि हो यस्तो सोझो मान्छे त अहिलेसम्म देखेको नि थिएन, देख्न नै नपरोस् मैले। दिउँसो पो निस्किन्न त, रातभरि त म कुदेको हुन्छु। नाइट ड्युटी हुन्छ नि यार, त्यस्तो नेगेटिभ। वेलकम। थ्याङ्क यू सो मच एभ्रिवान गाइस। अनि मेरो प्यारो दाइ यो माथिबाट आमामा कति मिठो दिन्छु। 12 नम्बरको जुत्ता लाएर 742 जना साथी बोकेर आउनु भएको छ। उहाँको नयाँ आइडी रहेछ। हाम्रो 500 जना गएर उहाँलाई एकचोटि ट्याक्क गरेर फलो गरिदिनु होला। कमसेकम 1500 पुग्यो भने त अलिकति सपोर्ट भयो भन्ने आशा हुन्छ नि त। भाउजूलाई दुःख के भन्छ, ढुक्क गर दाइ। भाउजूलाई दुःख गर दाइ यस्तो भनिन्छ। भाउजू स्वास भएर सुत्याएर च्वाप हान्ने हो, रहर पनि लाग्छ हामीलाई पनि घरहरू। तिमीलाई थोडी मागेको छ हामीले। झुप्पा चाहिँ होइन, तँलाई अहिले यस्तो खालको झुप्पा चाहिँ आउलाई। त्यस्तो त आउँदैन, कहाँ लगेर बेच्ने हो र यार। साला गोदाम खोलेर राख्ने हो र यहाँ। तिमी किन मरेको?
मरे म त पो भन्छ ओइ तेरो क्यामेरा यस्तो गर्दा तेरो 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 रातो घोडा देखाएको त मलाई नि कस्तो तैँले खाएको थियो र मुखै चप 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 भयो यता अर्को बाल्टिन देख्छ केही पनि देखिन्न अरू मेरो त 16 तानी पर्छ ल गाइस थ्याङ्क यू सो मच एभ्रीवन सर ट्याप 565 जनाको यार ट्याप ट्यापै छैन क्या हाम्रो त गाइस डबल ट्याप गरौँ न यत्रो जना हुन्छ यार बरु म एक्लै बस्दा पनि 200 जना भ्यू जान्छ भने आज हेर यसो पब्लिकमा बसिराख्दा पनि के हो त 110 जना मात्रै छ त यार साथीभाइहरु यसो कुदाउनु न डबल ट्याप कुदाउनु न यार ट्याप ट्याप भनेको चाहिँ म जिन्दगीमा पनि थिङ हो हजुर म थिङ हो जिन्दगीमा इम्पोर्टेन्ट चिज भनेको ट्याप ट्याप हो है तपाईहरुले यस्तो कुन शास्त्रिकमा सिकाइदिन्छु शास्त्रिक भाषामा ट्याप ट्याप भनेको इम्पोर्टेन्ट चिज हो त्यो गरिरहनु पर्छ लाइभ बसेपछि ट्याप ट्याप भनेको स्क्रिनमा छुने हो क्या छुनु न यार के जान्छ हौ खालो जान्छ तपाईहरुको ट्याप ट्याप गर्छ के जान्छ यसले त के भन्छ ओइ सुन त ओइ प्रदीप हजुर ए तँलाई नभनौ अहिले भन्छु के भन् झन्डै फुस्किएछ मुख त थुतुना त बिहोरा छैन पो त फेरि म यो किन बोलेकै आजकल औषधि कम भएको छ क्या औषधि दाँत दुखेको औषधि नभएर तनाव भा डाक्टरले भनेको बेलामा खानुपर्छ न त खुस्किन्छ के खुस्किन्छ थाहा हुन्न अस्ति मलाई भेट्दा गेडी खुस्क्यो भन्दै थियो खुस्केको त छ नि अनि लडेर नखुस्केको र यहाँ हेर त निलो न निलो भाइ साँच्चीकै घोडाको गेडी पो देखाइदियो या लडेर भयो नानामा त बिरालो कुदाउँदाखेरि लडेर भुङ्ग यत्रो भाइले त त्यो तेल लाएर उ गर्नु नभए त पुरै कति माडिसक्यो नि रगतै जन्मिए खा भने जन्छ धेरै मार्नु हुन्न झन् फुल्लिन्छ तर बाजे रगत जन्मिए खा त्यही त धेरै मार्नु हुन्न र क्या ए सुनिन्छ ल गाइस थ्याङ्क यू सो मच एभ्रीवन सबजना ट्याप ट्यापमा चाहिँ एकदम ध्यान दिनुपर्ने डबल ट्याप गरौँ यार सबजनाले डबल ट्याप गरौँ यत्रो जना छ त डबल ट्याप गरौँ न हौ के साह्रो हो लोभी गरेको तपाईँहरू डबल ट्याप गर्नुलाई नि राम 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 यति साह्रो पनि होइन होला लु आइसमै राख्यो अहिलेको जिन्दगीमा त यसले त हामीलाई त लु मैले राखेको होइन आइसमा राख्यो नि गाइज हामीलाई डबल ट्याप गरौँ न यार यत्रो 100 जनाको मान्छेको त डबल ट्याप त पुग्छ पो त है यसलाई त भेट्छ पो त हामी त गाइज 1 रोज हालौँ त एक रोज न्यू आइटबाट पुस गरौँ कति जान्छ अरे 100 जना मान्छे छ नि मेरोमा अहिले त हाम्रो 487 जना छ 487 जनाको तेरो ट्याप ट्याप त्यही हो थुइया हामी त्यस्तो मलाई ट्याप ट्याप हान्छ त लाटे हान्छ त तिमी र ममा धेरै फरक छ नि हौ गाइस रोज हानौँ न एक-एकवटा रोज पुस गर्नु न यार एउटा रोज पुस गरौँ न हो के साह्रो मसँग डराउनु हुन्छ क्या मैले ट्याप ट्याप हान्न जस्तो गर्छ हो मेरो त बिहोरा छैन यसलाई कहिले थाहा पारेछ मेरो बिहोरा फेरि आयो तेरो बिहोरा थाहा नहुने मान्छे को होला सायद यो दुबईमा केटीहरूलाई भन्नु त नमिल्ने बोलेलाई जस्तो फसाउँछ कि क्या मलाई पनि तेरो जिन्दगी ओइ साँच्ची ओइ प्रदीप त्यो मिरागर गार्डन बन्द भइसक्यो अस्ति बन्द भएको थियो अहिले सबै खुल्या छ दुबईको अनि गर्मीमा बन्द हुन्छ हैन र ग्लोबल भिलेज खुल्या छ अनि अबुधाबीको मन्दिर खुल्या छ अब ग्लोबल भिलेज त खोलिहाल्छ नि हैन मेरो मतलब त्यो मिरागर गार्डन चाहिँ डीजे सफारी कि के सफारी थियो हैन त्यो नेपालको चिडियाखाना भन्छ नि दुबईको चिडियाखाना खुल्या छ तपाईहरु जानु चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला अबि लुलु चिडियाखाना चाहिँ
चाहिँ होइन त्यो डिजे सवारी क्या गाना ए पैसा दिनुपर्छ फ्रीमा त यात्रा पनि पुग्दैन यो त कति साह्रो बिग्रेको मान्छे हो फ्रीमा त यत्रो पेट्रोल महँगो छ 10 रुपियाँ दिइहाल्छु नि अनि 10 रुपियाँ 4-5 जना गयो भने त 10 रुपियाँ त मलाई नै पेट्रोल पुग्दैन आधा लिटरकै 7 रुपियाँ पर्छ अनि ओमन जानुपर्छ ओमन मर्यो है गाडीले कम्ती खाएर ड्राइभर डेन्जर छ गाडीले भन्दा मान्छेले बढी खाइदिन्छ हो ड्राइभरले धेरै खान्छ यो त खतम छ मान्छे त एक्सिलेटर दबाउने म हो नि त त्यो त टक्क बसेर कुद्न मात्रै रेडी हुने हो क्या मैले नथिचेसम्म त्यो कुद्दैन भनेको उसले पो जिब्रो टोक्छ त आफै मुर्दार के भएको थियो के भएको छैन तिमीहरूलाई सिरकभित्र देख्दा पनि खुसी लागिरहेछ मेरो सिरक खोइ भन्दै होला नि अच्छा कति जाडो हेर्नु गाइस सबैजनाले एकचोटि सर र ट्याप ट्याप गर्न त जिन्दगी गर्छौँ हाम्रो 500 जनाले ट्याप ट्याप गर्दा 1500 त हुन्छ त है डबल ट्याप ट्याप गर्नुलाई पनि ट्याप ट्याप गरेर मान्छेहरूले अलिकति खुसी हुनलाई पनि अलिकति टक्कर लिनु पर्यो नि त अनि मात्रै तेरो डबल ट्याप ट्याप आउँछ त हजुर त्यो त हो नि त यस्तो यस्तो त भएर आएर बसेर अनि आमा ओइ थाप्सा लाग्यो हो थाप्सा लाग्यो म चाहिँ सुत्दिएको अब ल छुटौँ ल छुतौँ घप्ट्याइदिनुहोस् बाई बाई ख्याल गर्नुहोस् अँ